जता हेरे पनि हजुर हाम्रो पूर्वै रमाइलो भनेर भन न। अरूलाई धानको भात हाम्रो भेनालाई पानको पात चट चट पानको पात हेर्नु न त्यहाँ 3टा टाउकोमा। हेलो गाइस, म हुँ निशा राई। वेलकम छ यहाँ ठाङमा मेरो युट्युब च्यानलमा सबैजनालाई। धेरै समयपछि युट्युबमा आएको छु। फेरि पनि अन्त्यसम्म भिडियो हेरिदिनु होला। हामी सल्लाहघारी आइसकेको अवस्था। अनि अहिले चाहिँ सल्लाहघारी चाहिँ यस्तो भइरहेको रहेछ, लाइक सल्लाहघारीमा चाहिँ पिकनिक खानेहरूको घुइँचो रहेछ ठाउँ ठाउँमा ग्रुप। अहिले इभिनिङको टाइममा चाहिँ हामी दिदी म भेना एकैछिन ग्राउन्ड वकमा निस्कौँ भनेर हामी आएको छौँ। यहाँ चाहिँ पिकनिक हुँदै रहेछ, प्रोग्राम हुँदै रहेछ, जे होस् रमाइलो रहेछ। यहाँ चाहिँ पुरा प्रोग्राम हुँदै रहेछ। कबड्डी कबड्डी के पो भन्छ, कबड्डी 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 खेल्दै रहेछन्। यहाँ चाहिँ के गेम हो? हाम्रो टोली सल्लाहघारीको जङ्गलमा इभिनिङ वकको लागि निस्केको। अनि यो चाहिँ अलिकति अब होइन, जेठ असारमा चाहिँ हरियाली हुन्छ, कति रमाइलो छ नि त। फोटो खिच्नु पऱ्यो अरे यता फेरि हाम्रो दिदीको। अहिले चाहिँ चैत्र वैशाख लागेर उरात बिरात रहेछ, हरियाली केही छैन, त्यही पनि मान्छेको भिडभाड रहेछ। वाउ, हाम्रो चाहिँ यहाँ फोटोग्राफ हुँदैछ। ल हाम्रो चाहिँ फोटोग्राफ हुँदैछ यहाँ। ल हाम्रो भिनाजु, म अनि मेरो दिदी, हामी 3जना जङ्गल छिरिसक्यौँ। अहिले चाहिँ हाम्रो भिनाजु चाहिँ फेरि स्पेसल पानी पनि बोकेर आउनु भएको छ। हाम्रो यता चाहिँ फेरि पानीहरू, बेनाले चाहिँ पानी एकदमै खानुहुन्छ क्या, समथिङ स्पेसल। यहाँ चाहिँ अहिले चाहिँ ठाउँ ठाउँमा चटपटै आइसक्रिम पाउँदो रहेछ है। अहिले चाहिँ हाम्रो राईया योखाको साकेला नाच्छौँ। अब साकेला नाच्ने दिन आउँदैछ। यो चाहिँ यसो ठाउँ छ। अरू यहाँ चाहिँ एक्सर्साइजहरू गर्छन् है, लौरेहरू भिड्नको लागि चाहिँ पुरा एक्सर्साइज। लौरे मात्रै भिड्न होइन के, लाइक आफ्नो हेल्थको लागि एक्सर्साइज गर्नको लागि चाहिँ यता आउनुहुन्छ। अनि यता चाहिँ यो चाहिँ खासमा चाहिँ हाम्रो साकेला एरिया हो। अब चाहिँ साकेला आउँदैछ, धेरै दिन छैन, सबैजनाले हेर्नु होला। यो साकेला धाम हो। अहिले यस्तो छ, भोलि पर्सिको साकेला धाममा हेर्नुहोस् कि यो सब तनातन भरेर हेरिन सक्नुहुन्छ। र खुट्टा सार्ने ठाउँ पनि हुँदैन, द्याट मच भिड हुनेछ। अहिले चाहिँ यस्तो छ। गुड दाइ, गुड दाइले पुरा इन्ट्रोडक्सन दिइराख्नु भएको थियो, दामी। किरा ड्रग्स हेर्नुहोस् यहाँ यस्तो छ। यहाँ चाहिँ यसलाई अलिकति जुम गरी देखाइदिन्छु म तपाईँलाई। ओ मेरो हातहरू कामेर के जे होस्, हामी चाहिँ पर्सि के अरे यो खै कति तारिक हो एक्ज्याक्टली चाहिँ थाहा छैन, तर जे होस् आइसकेको छ, नजिक हिँड्दैछ। साकेलाको चाहिँ साकेला गोकर्णको साकेला स्थान यही हो। र अहिले चाहिँ यस्तो देखिरहेछ, साकेला स्थान यतै हो है। साकेला स्थान यहीँ हो, हामी चाहिँ भेटघाट हुनेछौँ यहीँ। र तपाईँहरू सबैसँग म साकेलामा पनि यही ठाउँमा भेट्नेछु। अहिलेको यो सुनसान अवस्था साकेलाको दिन देखाउने छु कि यहाँ यस्तो भिड हुनेछ कि इभेन्ट होइन, मान्छे किच्चाकिच हुन्छ। अनि यो रोडमा
गाडी बाइक सबै बन्द हुन्छ, तैपनि मान्छे किचाकिच भएर मारामार हुन्छ। त्यो दिनको पनि भिडियो देखाउने छु। र अहिले चाहिँ हाम्रो साकेला थान यस्तो छ है गाइस हो, सुनसान छ है। सुनसान भन्नाले जे होस् पिकनिक खानुभएको रहेछ ग्रुप छुटेर। र जुन हाम्रो बान्ताउ ग्रुपको चाहिँ यो हो, हाम्रो बान्ताउ ग्रुपको साकेला थान चाहिँ यो हो। यो अस्ति मात्रै बनाउनु भएको छ सबैजना ग्रुप मिलेर। यो चाहिँ बान्तावाको ग्रुपको हो। कसरी थाहा भयो भन्दाखेरि म चाहिँ खासमा थुलुङ राई हो, तर मेरो चाहिँ प्रायः जसो नानाहरू अनि म बस्ने जुन चाहिँ उसभित्र क्या कम्युनिटीभित्र चाहिँ प्रायः जसो बान्तावा नानाहरू हुनुहुन्छ। अनि त्यही भएर थाहा भएको मलाई। हाम्रो चाहिँ नानाहरूसँगै आइन्छ। अनि नानाहरूसँगै आउँदाखेरि चाहिँ यो ग्रुपको चाहिँ यो हो भनेर म त्यति थाहा छ कि इभन यो बनाउने बेलामा चाहिँ, यो ठाउँ बनाउने बेलामा चाहिँ हामी पनि आएको थियौँ बुढाबुढाहरू के हालेर। पहिला सानो ठाउँ थियो, अहिले ठुलो बनाएका छौँ। म जुम गरी देखाइदिन्छु है त तपाईँहरूलाई। यस्तो बनाएको छ, त्यहाँ चाहिँ सबै बुढाहरू हालेर माथि चाहिँ ग्राउन्ड बनाएको। यही ठाउँबाट तपाईँहरूलाई यसरी नै देखाउने छु साकेलाको दिन है त गाइज। त्यसको लागि वेट गर्नुहोला र यो भिडियो कन्टिन्यू हेरिदिनु होला है त। म अलिक छिटो हिँडेछु। हाम्रो दिदी र भेना त भरे पो हुनुहुँदो रहेछ, गफ गर्दै ठाउँ हेर्दै आउँदै हुनुहुन्छ यता दिदी र भेना। म चाहिँ आफ्नै तरिकाले भिडियो बनाउँदै फटफट अगाडि आएको थिएँ। उहाँहरू चाहिँ गफ गर्दै ठाउँ हेर्दै आउँदै हुनुहुन्छ। यो त जङ्गल कम्ती रमाइलो जङ्गल रहेछ त। यहाँ त कफी चाय सब थोक पाउने ठाउँ पो भएछ त। ल गाइस हो, घुम्दै फिर्दै आउनु यति राम्रो सरर रोडमा होइन, सरर यसरी घुम्दै आउने होइन गाइस हो। अनि यहाँ चाहिँ टक्कसँग तातो चिसो खाने के खतरा गाइस, टेस्टी एन्ड पिसफुल ठाउँ। वा लु वेलकम छ सबैजना, छिटो आउनु होला। जता हेरे पनि हजुर हाम्रो पूर्वै रमाइलो भनेर भन न। हजुरहरूलाई पनि घुम्नु आउनु मन लाग्यो भने आउनु होला, रमाइलो छ साथी हो। हेर्नुहोस् त यहाँको भ्यू कति दामी देखेको क्या साँझको बेलामा भएर होला। स्विजरल्यान्ड भन्दा कुनै पनि कमी लागेन कि मलाई त। ओ माई गॉड है, वाउ। सबैजनालाई भिजिट गर्नु है। यो चाहिँ जगदल डाँडा हो। अनि यता चाहिँ हाम्रो नक्कली दिदीले फोटो खिच्दै हुनुहुन्छ र भिडियो बनाउँदै हुनुहुन्छ। अहिले चाहिँ हामी गोकर्णेश्वरको जगडलदेखि अलिक भित्र छिरिसक्यौँ। यहाँ यता चाहिँ कस्तो हुन्छ भने यहाँ हाइकिङको लागि एडभेन्चर। अनि यो रोड चाहिँ भर्खरै बनाउँदै रहेछन् होइन, धुलोले बाफ्रे। गेम प्लेस हो। यहाँ चाहिँ यस्तो राम्रो रिसोर्टहरू बनाउनु भएको रहेछ। यहाँ चाहिँ भेनाले चाहिँ यहीँ खाजा खाम कफी सफी खाम भन्दै हुन्थ्यो। अनि यहाँ चाहिँ होइन, धुलो उडेर हेर्नु नि। यहाँ हो सस्तो पाउडर हेर्नुहोस्। योभन्दा बेटर अलिक जङ्गलको मुनितिर गयो भनेदेखि अलिक सफा ठाउँ पनि छ र मिठो पनि पाउँछ होला। अलिकति मिठो नभए पनि चाहिँ होस्, स्पेसल सफा ठाउँ चाहिँ छ। अब फर्केर फेरि अर्को डाँडा पुग्नेछौँ हामी। आम सिडीका ठोचेम बनाइ पाम मेरे है। माथि गुम्बा छ हो भेना, पिकनिक पार्क रे, पिकनिक पार्क रहेछ माथि पनि। अर्को सल्लाहकारी रहेछ ल। यहाँ चाहिँ पिकनिक पार्क बन्दै रहेछ है गाइस। अरूलाई धानको भात, भेनालाई पानको पात। अनुहारै देखेन छ। अरूलाई धानको भात, हाम्रो भेनालाई पानको पात। चट पानको पात हेर्नु न त्यहाँ 3टा टाउकोमा।